हेलो गुड मर्निङ एभ्रिवान है तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला है। म तपाईँहरूको अगाडि चाहिँ आज एउटा उयो चुकुन्दर भनेर बनाएर देखाउने छु है। म यो आलु होइन काँक्रा चाहिँ अप्सनल हो, तपाईँहरूले हाल्दा पनि हुन्छ नहाल्दा पनि हुन्छ होइन। त्यसको लागि चाहिँ चाहिन्छ गाइस अमिलो अमिलो दही, दही चाहिन्छ हो, यसरी हाल्नुपर्ने हुन्छ। प्याज हाल्नुपर्छ हो, यसरी प्याज हाल्यो। त्यहाँबाट तपाईँहरूलाई इच्छा लाग्यो भने काँक्रा पनि हाल्दा भयो मनपर्छ भने। त्यहाँबाट चाहिँ म यहाँ तेल खान्छु। तपाईँहरूकोमा हरियो खोर्सानी छ भने हाल्दा हुन्छ, मेरोमा चाहिँ थिएन, त्यही भएर मैले उयो रातो खोर्सानी हालेको छु। सुकाएको खोर्सानी हो, यसलाई अलिक खानु दिनुपर्छ। यसमा तेल खालिसकेको छ, यो हाल्यो। त्यहाँबाट खोर्सानी प्याज लसुन हाल्यो हो, रातो हुनुसम्म खरायो लसुनलाई। त्यहाँबाट तपाईँहरूले हर्दी हाल्नुपर्छ। त्यहाँबाट रङ खोर्सानी, नुन, पनिरले भन्दा चाहिँ हातले मुस्यो भने झन् दामी हुन्छ क्या एकदम। तपाईँहरूलाई सब्जी पकाउनु अल्छी लागि बस्यो भने यस्तो बनाएर पनि खाँदा हुन्छ खानासँग। यो चाहिँ एकदमै नेपालीको फेभरेट हो, यसलाई चाहिँ भन्छ चुकुन्दर। दही पनि हाल्नुपर्छ अमिलो अमिलो हो, दामी हुन्छ गाइस। म अहिले टेस्ट गरेर भन्छु ल गाइस। ल गाइस म खान्छु कि एकदमै यो गरम महिनामा चाहिँ एकदमै खाना रुचाउँछ यसले चाहिँ, एकदम दामी लाग्छ साथीहरू। तपाईँहरू पनि बनाएर खानु साथीहरू।